यसो कमन सेन्स लगा न त्यहाँ जेइटी जेट लेखेको छ अनि जेट पछाडि प्यारासुट हुन्छ भनेर बुझ्नु नि प्यारासुट लेखेको पर्चुट पर्चुट भन्छ हेलो साथीहरू गुड मर्निङ तपाईहरुको साथ आज पनि म एउटा नयाँ ब्लगको साथ उपस्थित भइसकेको छु कृपया भिडियो पुरा हेर्दिनु होला यहाँ बुढी पनि भर्खर उठेछ आज 7 बजे यहाँ चाहिँ हाम्रा बोका साथीहरू हुनुहुन्छ ओ साथीहरू सानो छ यहाँ चाहिँ यत्रै हो त नि यहाँ त ठुलो हुँदैन ए अनि कत्रो बल्छ त हौ बन्जा हात त्यही ठुलो बल त अनि हुन सक्छ सकिन तर छ होला नि चिसोले उहाँ हेर्नु न कक्रेको छ पुरै चिसोले कक्रेको छ हेलो यता यता मुड छैन जस्तो छ आज बोल्ने होइन जहिले कुरा गर्छ नि त मसँग त यहाँ चाहिँ खोले पाक्दैछ बाख्राहरूको लागि मान्छेको खोले चाहिँ अहिले पाएको छैन आज अलिक ढिलो ढिलो उठाइ भयो हाम्रो बुढीको ल साथीहरू आज पनि हाम्रो घरमा मटर र आलु पाक्दैछ साथीहरू हिजो पनि आलु र मटर थियो आज पनि आलु र मटर साथीहरू यहाँ चाहिँ दाजुको घर बन्दैछ है यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले दाजुको घर बन्दैछ यहाँ माथि छत ढलाइ भइसकेको छ अब यो कहिलेसम्म अझै 1-1.5 महिना लाग्छ होला यो पुरै रेडी हुनलाई चाहिँ अनि यता चाहिँ यस्तो छ करेसोबारी यस्तो छ केही पनि छैन करेसोबारीमा खाली छ अहिले चाहिँ हेर्न सक्नुहुन्छ यहाँ नक्कली आकी चाहिँ बिहान बिहान उठेर यहाँ बिहान कोदोको ढेँडो होइन भर्खर उठेर आकी यो 8 बजेसम्म सुतेर वाउ के भन्छन् बेबी डार्लिङ के यसो भन्नु त जान साथीहरू आज चाहिँ छोरोलाई ज्वरो आएर रातभरि ज्वरो आएको थियो रातभरि सुतेको छैन अनि आज पनि छोरोलाई अझै पनि ज्वरो आइरहेको छ छोरो निन्ना गर्ने अझै ल निन्ना गर ल कहिले जाउली माम खाएर रको जाउली मान्छे कसले खान्छ भन्दै त अनि के भन्नु ल भन्नु बाबाले खाइदिन्छ भनेर होला बिहान उठेर चलाइदिएको अघि आधी घन्टासम्म चलाएको छ आगो बलिरहेको थियो त अब त झन्डै पाएको पनि होला 8:20 मा त हिँड्नुपर्छ गाडी चढ्नुपर्छ 8:20 8:30 को डाइरेक्ट काका बित्ते जहिले आउँछ नि कहिले भ्याइन्छ कहिले भ्याइँदैन 25 रुपियाँ मान्छ 50 रुपियाँ भाडा मान्छ हामीलाई मङ्गलबारे कहिलेकाहीँ मङ्गलबारे जाँदा त 20 रुपियाँ छुट गरिदिन्छ तँलाई अब डन मान्छे छुट गरिदिन्छ नि के भन्नु जहिले जान्छु म छुट गर्दै भन्नु जहिले जान्छु अब भरे भोलि दिउँला भन्नु ए अस्ति 2 चोटि कतिचोटि भने मैले त्यहाँ आफै 100 रुपियाँ मात्रै काट्छु अनि 100 रुपियाँ त हो त नि होइन ए 120 यहाँबाट मङ्गला हारेको 2 जनाको 20 रुपियाँ छुट गर्दो रहेछ डाइरेक्ट गाडीमा त नि त्यो 50 रुपियाँ हो नि त 50 दुना 100 के को मङ्गला हारेको त 50 हो त डाइरेक्टको त होइन अहिले अरूलाई 120 काट्छ जस्तै म उल्लारीबाट कृष्ण मन्दिर गयो भने 20 रुपियाँ लिन्छ भाडा गाडीमा अनि यहाँबाट 40-60 रुपियाँ हो नि त तर डाइरेक्ट चढ्यो भने 50 रुपियाँ लाग्छ नि त त्यो हो क्या कान्छे उसलाई त मक्ख परेको रहेछ डिस्काउन्ट दियो 20 रुपियाँ भनेर तपाईँ जानु मङ्गलबारे गएर आउनु
उयो यसमा पुग्नुभयो भने 50 रुपियाँ पुग्नुभयो भने म 50 रुपियाँ दिन्छु 50 रुपियाँमा पुऱ्याउँछ कहाँ हो मङ्ला अरे कहाँदेखि यहाँबाट पुऱ्याइहाल्छ नि उखान ए किन त अनि उयो सानो छ ग्यास चाहिँ यत्रै हो त नि यहाँ त ठुलो हुँदैन ए अनि कत्रो भयो जस्तो हौ बनिरहेको त त्यही ठुलो बल त अनि हुन सक्छ सकिन तर छ होला नि यदि देख्न सक्नुहुन्छ यहाँ हेर्नु चल्ला अब खोरबाट निस्केका छन् अब चारो खाना कता कता कुद्छन् उहाँ ग्रुपै लागेर हिँड्ने बाटो लागिसके फाइनल्ली साथीहरू अब चाहिँ खाना पाकिसकेको छ माड काट्दैछ बुढीले अब एकछिन भर्साएपछि रेडी हुन्छ खाना कान्छी बुढी बुढी होइन अरे अनि कान्छी बुढी अरे ठिकै छ ए कान्छी मात्रै बुढी भन्दा चाहिँ के फरक पर्यो भन्दा बुढी भन्दा बुढी मान्छे त हुन्नस् नि त कि बुढी भन्ने बित्तिकै बुढो न बुढो 80 वर्षको बुढी मान्छे भइस् उता लेली हुँदै हुनुहुन्छ कोही कोही मान्छेहरू ड्युटी जानु परेन त बुढी ड्युटी जानलाई मेरो बेल्ट पो मैले भ्लग बनाउँदैछु बेल्ट खै हो त्यो हाम्रो बिहेको भिडियो चलेन हौ किन पनि के अड्के गएर के भएको भाइरसले बिगाएर जस्तो छ मैले फोटो बनाएको छु यति अझै धेरै कोठाभरि बनाउने छु बनाएर ल्याउनु ल आज लगेर त्यही भिडियो कसरी बनाउनु दिनु न यस चल्दैन त यो हेर्न पाएकै छैन हामीले भन्नु ओके यो हामीले हेरेकै थिएन अनि अब अहिले चल्नै धेरै वर्ष भयो भनेर हुन्छ जहिले चल्नु पर्यो त्यो पेन ड्राइभ त कति भयो 6 वर्ष भयो 5 वर्ष 6 वर्ष लाग्यो नि अब यो मुङसे हेरेकै थिएन हराएको थियो अनि अहिले भेटाएको अब चल्दैन अर्केको गर्छ यो बनाइदिनु अब कसरी हुन्छ बनाउन मिल्छ अरे नि बनाउन त मिल्छ कि बनाउन किन नमिल्छ बनाएन नि पैसा लाग्छ कति लाग्दैन त्यहीँ बना अन्त चाहिँ लाग्छ होला अब त्यहीँ बनाएकै ठाउँमा त लाग्दैन लिइहाल्छ नि कस्तो लिँदैन हौ 5-6 वर्ष अनि यो किन अड्किन्छ त अनि त्यो उनीहरूले त नअड्किने बनाउनु पर्यो नि त उनीहरूले त बनाउन त नअड्किने बनाएका हुन्छन् नि कान्छी तर अब यो त 5-6 वर्ष भइबद्ध अनि उनीहरूको पनि दोष भएन नि त वर्ष बन्नु पर्यो कस्तो चल्नु पर्यो त थोरै न चल्छ भोलि पर्सि मेरो छोराले पनि हेर्छ हाम्रो पहिले सिडीमा हुँदा पनि त सिडीको 1-2 वर्ष पछाडि सबै स्क्र्याच भएर अनि उयो अड्किँदैन रहेछ के थाहा मलाई त्यो चाहिँ चल्नु पर्यो यहाँ चाहिँ बुढीले लुगा मिलाइसकेको छ बेड मिलाइसकेको छ अब खाना पस्किदियो म खान्छु कान्छे छोरो आज जान्छ जाँदैन आज स्कुल जान्छौ ज्वरो आइरहेको छ त नजाऊ ल जान्छ ज्वरो आइरहेको छ अनि ज्वरो आउँदै गर्छ त्यस्तो ज्वरो होइन है हो खाना कस्तो छ अरे खाना त मिठै छ कि तातो भयो तातो त झन् राम्रो त नि त्यो पनि मिठै हुँदो रहेछ आलु र मटरको सब्जी अनि त्यसपछि मटर होइन भनेको होइन मुलाको अचार अनि भात मटर होइन भनेको होइन मटर होइन हो लारीको दाना मटर जस्तै हुन्छ मिठो हुँदो रहेछ मिठो हुन्छ त मैले पकाएपछि त झन् मिठो हुन्छ म खतरा बनाइदिन्छु त सब्जी बुढीको हातमै जादु छ नि अरे जे पकाउँछ मिठो बनाउँछ हौ घरिघर त यस्तो मिठो बनाउँछ कि खानै मन लाग्दैन मलाई त्यो तपाईँलाई मन नलाग्नु त अलग कुरा हो मिठो त बनाउँछ नि मिठो त एकदम मिठो बनाउँछ तर घरिघर चाहिँ खान मन लाग्दैन के हो ए मैले फेरि बसाएँ यो पानी मजाले सुकाउनलाई
अघि चाहिँ भयो भन्नुभयो त्यही भएर मैले सोधेको म त पुग्छ होला भनेको झोलले चाहिँ अलिकति धोका दिन्छ त्यो सबै मुस्नु न यहाँ छ त सब्जी सब्जी चाहिँ फाल्न खोजेको होइन अरू सब्जी चाहिँ फाल्नुहुन्छ गाई चाहिँ यहाँ मटरको भिट्नुभयो भने चाहिँ खानुहुन्छ अरू सब्जी चाहिँ खोलेतिर हालिदिनुहुन्छ बाख्रालाई दिनुहुन्छ अरू पनि खान्छ सिमी पनि फालिदिनुहुन्छ सागहरू पनि खानुहुन्न आलु र मटर मात्रै खानुहुन्छ आलु आलु छानेर दिनुपर्छ अरू बेला अनि भाइ चाहिँ के गर्दैछ हौ भाइले ओछ्यान मिलाइसकेछ त आम्मा दामी बनाएर हाम्रो भाइले यहाँ ओछ्यान मिलाएछ हेर्नुहोस् कस्तो राम्रो बनाएर मिलाउँछ काम त डह्रो गर्छ एक बोटुको भात खाइसकेछ भाइले अब होमवर्क गर्छ होला होमवर्क गलेकै छैन होमवर्क गर्ला आएछ कपी अघि दिएको थिएँ त मैले खोइ त यहाँ छ होमवर्क गरेर होमवर्क गर्नु त्यहीँ राखिदिएको थियो तिमी हेरेनौ तिमीले तिमीलाई उयो आउँछ ओकार मात्र लागेका शब्दहरू आउँछ ओकार मात्र लागेका शब्दहरू आउँछ भन त ल ओकार छिटो ओकार मात्र लागेका शब्दहरू नहेरी हौ नहेरी छिटो छिटो यहाँ छिटो छिटो म्यामले सोद्धा चाहिँ छिटो छिटो भन्नुपर्छ हस् आउँछ ल बाई गुड अनि छिटो आउँदो रहेछ अघि चाहिँ किन नाटक पारेको छ साथीहरू आजलाई चाहिँ यति नै फेरि अर्को नयाँ ब्लगमा भोलि फेरि भेट हुन्छ भन्ने आशाको साथ आजलाई म बिदा माग्छु बाई टेक केयर